मेरो बुढाले तपाईको साउदीबाट फोन गर्नु भएको रहेछ साह्रै दुःख छ अरे मलाई त साह्रै सुख छ काशी छ नि सुख दिने भनेर भनिन नि त्यो लानेको बेला के जिस्किरहनु भएको हेलो हेलो सर के छ प्यारी सन्चै छ निष्ठुरी तपाईँको यादले म कति तड्पिरहेको छु लाउड स्पिकर गर्नु साथी तपाईँ कहिले आउने राति म कहाँ धेरै दिन बस्छु होला त पर्सि आउँदैछु होइन होला साँच्चीकै लाठी म गएको 3 वर्ष पुगिसक्यो पर्सिको फ्लाइट छ नि मेरो 3 वर्ष मलाई त 3 दिन मात्रै 3 दिन मतलब 3 वर्ष पनि 3 जुग जस्तो लागिरहेछ भनेको भनेपछि मेरो खाइपै आएको जागिर जाने भयो त्यतिकै भनेको नि कहाँ पर्सि आउनु नि अझ 1 वर्ष बस्छु नि मान्छे त्यतिकै अर्काको सातो लिएर मतलब तपाईको जिस्केको नि एक्लै बस्दा खुब बोर लाग्छ होला है तिम्रो काखमा सुतेर मिठा मिठा कुरा गर्नु पाए कति खुसी हुन्थे बुढा एक्लो जीवन बिताउन त साह्रै गाह्रो हुँदो रहेछ बुढा फेरि नगर प्रिय बरु खर्च चलाउन 5 लाख जति आइएमबीबाट पठाइदिएको छु ऋण तिर्नु है ल भइहाल्छ नि ल फोन राख ल भाइ एकचोटि मिठो चुप्प देऊ न ल